सो हेलो अहिले सबैजना नमस्कार वेलकम छ मेरो ब्लगमा। तपाईँहरूलाई आज म के भन्न लागेको छु भने आज चाहिँ अल्छी लाग्यो अनि बसिरहेको थियौँ। अल्छी लाग्यो, घाम लागिरहेको थियो अनि यस्तो दिनमा सुनसान दिन भइरहेछ होइन। अनि हामीलाई चाहिँ अल्छी लाग्यो दुईजनालाई। अनि ट्याक्कै यहाँ आएर बस्यो भने हाम्रो चाहिँ के सोच भयो भने अब कहाँ जाने भनेर उता घरबाट आएको। मैले त्यो घरबाट भिडियो बनाएन नि त, यहीँ आएर डाइरेक्ट बनाएको। अनि कहाँ जाने भनेर कहीँ थाहा भएन। अनि के गरौँ, अल्छी लाग्यो, बोर लाग्यो नि त। अनि हामी चाहिँ अब यसो गरौँ न त, अब गर्मी छ अनि यसो डाँडामा जाउँ, चिसो सिसो लिएर जाउँ भन्ने कुरा आयो हामी दुईजनाको होइन, केही नहुन त। अनि खानेकुरा चाहिँ अब धेर त लानु सकिँदैन, हामी दुईजना मात्र छौँ, धेर पनि खाइँदैन पनि, थोरै खाइन्छ, थोरै लगिन्छ। अनि के लग्ने भयो भने यताउता चिसो सिसो कुरुमुरे चाउचाउहरू लगेर हामी जाने, तल डाँडामा जाने कुरो गऱ्यौँ होइन। घाम पनि लगाइरहेको छ, चिसो चिसो फ्रिजमा हालेको। यहाँ चाहिँ सामानहरू चाहिँ सबै आन्टीकोमा, अब पैसा त छैन र पनि अब हामी सेवाबाट पे गर्न चाहन्छौँ। हामीसँग क्यास छैन नि त, मोबाइलहरू ब्याङ्किङ हेर्दा छ। त्यही भएर अब हामी दुईजना यहाँ मोबाइलहरूबाट गरेर यताउता थोरै 500सम्म, धेरै महँगो धेरै पनि होइन, हामी थोरै पनि लाने जाने भने छौँ। ल अब चाहिँ हामी तपाईँलाई म सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। लेट्स सी, म तपाईँलाई सबै देखाउने छु, कस्तो हुन्छ तल गएर देखाउने छु होइन, के गर्छौँ हामी हेरिदिनु होला है त। यो लानुपर्छ, यो दुईवटा लानुपर्छ, 50 रुपियाँ हाले 100 रुपियाँको भएको होइन। त्यहाँदेखि यो मोमो थोरै बोकौँ 100 रुपियाँको 200 भयो। अनि त्यहाँदेखि हामी अरू बोक्नुपर्ने हुन्छ के भन्दाखेरि चिप्स लगौँ, यहाँ 10 रुपियाँको टाला 50 रुपियाँ जतिको। अनि त्यहाँदेखि अरू के लाने, अनि चाउचु लगौँ, दुईवटा लगौँ। अनि अरू के लाग्ने, अनि त्यहाँदेखि के लाग्ने भन्ने नि अहिले चाहिँ हामीले सबै सामान किनिसकेको छौँ, रेडी भइसकेको छ होइन। हामीले जताभरि सामान किन्यौँ यो तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यहाँ झोलाभरि छ, हामीले सबै रेडी सामान बनाइसक्यौँ। यहाँ मोमो पनि किनेको छौँ, यहाँ मोमो, एक प्लेट मोमो। अनि यहाँ चिप्स चाउचाउहरू सबै बनाइसकेको छौँ, रेडी बनाइसकेको छौँ। अब चाहिँ हामी यहाँबाट जानुपर्ने छ होइन। चेन लाउँदैछु ब्यागको मैले रेडी। अब छोरा चाहिँ यसबाट जाने हामी दुईजना। तपाईँहरूलाई म देखाउने छु हामी अब जाने हो भनेर, खै हिमाल आएन त्यो। अब चाहिँ हामी जान्छौँ यहाँबाट होइन। त्यो झोलासोला बोकेर रेडी भएको छु। त्यो पनि यहाँ जानलाई काले बाइक घुराउन त नि जाउँ, घाम पनि लागिरहेको छ होइन। अब म चाहिँ ज्याकेटको यस्तो लाउनु पर्ने हुन्छ। अब हिमाल त होला नि पछाडि बस्ने, झोला बोकेर बस्ने, बिचमा बस्ने। यो मान्छे नि सुतिरहेको थियो होइन, उसलाई बोलाएर हामीले जाउँ भनेर एक्कासी आएर भनेको। त्यो जुन बाइक घुराउन त अब हामी जानुपर्ने हुन्छ सट्ट लाएर होइन। पुरा छ त अल्छी लागेको थियो नि त, धेरै अल्छी लागिरहेको थियो। अनि के गरौँ कसो गरौँ भइरहेको थियो। अनि अहिले चाहिँ हामीले सोच आयो, अनि त्यही भएर जाउँ न त भनेर नि हिँडेको नि यसरी सट्ट। अल्छी लागेको, घाम पनि लागिरहेको छ, तर त्यस्तै साह्रो चर्को घाम चाहिँ लागेको छैन होइन। ल हिमाल बस, अब चाहिँ हामी जानुपर्ने हुन्छ। लेट्स सी गाइस। के बोले भाइ, अब के बोले ल एकछिन रेडी भयो केटाहरू, रेडी भइसकिसक्यो, हामी जानु आँटेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ ल। यहाँ अब हामी हिँडिसकेको छौँ, अब यहाँबाट चाहिँ गएको छौँ। अब तल गएर हामी सबै देखाउने छौँ तपाईँहरूलाई कस्तो हुन्छ के हुन्छ। लगाएछ अहिले चाहिँ बजारबाट जान्छौँ तिनजना। यहाँ चाहिँ सुनसान भइरहेछ कि, बजार पनि केही लागेको छैन, मान्छेहरू पनि त्यति साह्रो छैन। तिनजना मात्रै त टङ्गे ठोकिँदो रहेछ त के काले आइसकिसक्यौँ। तिनजना केटाहरू झट्ट बसिरहेको छ होइन। केटा हो अहिले कस्तो हुँदैछ, अल्छी लगाइरहेको थियो। यो मान्छे चाहिँ सुतिरहेको थियो क्या, प्रायः सुतिरहेको थियो। अनि जाउँ न त भनेर नि सोचिरहेको।
जाउँ न त भनेर यसो गइयो अब रमाइलोको साथ होइन कहाँ पुग्ने हो थाहा छैन बाटो चाहिँ तिर्छु दामी छ बाबा पाराले पाराले सक्नुहुन्छ तपाईँलाई देखाउनु छु म के गर्छु भनेर हामीले खाना लिएर सकिसकेको छौँ हावा चाहिँ मेरो स्वर पनि सुने होइन होला हावाले बोलेर के हावाले पुऱ्याइरहेको होला सबै बोलेको जति सबै त्यही हो अब हामी जाँदैछौँ तल गएर त्यो आइपुगिसकेको छौँ होइन तिनजना अनि अब चाहिँ ठ्याक्क आएर बाइक साइक रोकिसकेको छौँ बाइक रोक्दैछ अब हामी चाहिँ यहीँ पट्टि जानुपर्ने हुन्छ धेरै छ होइन ठक्क पार्टी छ त्यहाँ अनि त्यहीँ बसेर खाने यताउता गर्ने भन्ने थियो माया भयो मैले त यहाँ त देखेको थिइनँ त पार्टी बनाएको त्यही हो जाउँ ल हिमा अब हामी चाहिँ जानुपर्ने हुन्छ ग्यासले तपाईँलाई देखाउनेछु तर मान्छे पो आउँछ कि क्या हो बाटोमै पार्टी चाहिँ यहाँ पत्र वाल छ भन्नु थियो होइन पर हो नि यहाँ त होइन पर रहेछ सो अब गाई दामी रहेछ यहाँ त पार्टी पो रहेछ त है पार्टी रहेछ गाई यहाँ चाहिँ अब हामी यहीँ बस्नुपर्ने हुन्छ अनि यहीँ खानुपर्ने हुन्छ यहाँ ढुङ्गा बस्ने कि यहाँ ढुङ्गा बस्ने कहाँबाट अनि त्यहाँबाट कहाँबाट भन्नु त सो अब चाहिँ ढुङ्गामा यहाँबाट उँधो हेरिदिउँ न त्यहाँ यहाँ त आएको फुक्दो रहेछ क्या मा भयो चढी जा यो चाहिँ दामी छ यहाँबाट उँधो चाहिँ भिड छ तर यहाँ जङ्गल लागिरहेछ थोरै जङ्गल भइरहेछ त्यो भएर अहिले देखेन तल चाहिँ रोड देखिरहेछ होइन यहाँ तल चाहिँ मेन रोड हेर्छ है यहीँबाट यही रोड अघिकै रोड जाने हो नि त त्यहाँबाट यस्तो घुमेर जाने हो त्यही भएर अब हामी चाहिँ यहीँ बस्नुपर्ने हुन्छ यहीँ बस्छौँ है अब मोबाइल अडाउनु पर्ने हुन्छ नि त त्यो मोबाइल अडाएर भिडियो गर्नुपर्ने हुन्छ अडाउनु छैन नि त त्यही भएर चाहिँ अहिले हामी अडाउनुको लागि कालेले डन्ठी बनाउँदैछ त्यो भने त्यो पातले गरेर के त्यहाँ राख्दा हुन्छ ठ्याक्क हुन्छ अनि कुन खालको पातले हो यो पातले सालको पात पो रहेछ त्यो अब चाहिँ हामीले यहाँ राख्नुपर्ने हुन्छ यहाँ राखेर बनाउनु पर्ने हुन्छ होइन भिडियो अनि हामी चाहिँ यहाँ पर खान्छौँ होइन कस्तो भएर चाहिँ अल्छी लाग्दो दिनमा होइन सुतेर बस्नुभन्दा बरु यहाँ आउनु रमाइलो हो कि होइन भन त मान्छे कम्ता अल्छीला पढ्ने भन्ने म पढ्नुलाई खुब पढ्ने खतरा अन्त यहाँबाट चाहिँ राम्रो आउँछ कि खालि यहाँ छ भिड अलिक यहाँ राखौँ न त यहाँ राखौँ यहाँबाट राखेर बनाउँ यहाँ चाहिँ मेरो खुट्टाको साइडमा राख त हुँदैन होला त्यहाँ एउटा हुँदा थोरै गाड्नुपर्ने हुन्छ हामीले अब यहाँ सकिसकेको छौँ सबै रेडी भइसकेको छ हाम्रो यो चाहिँ खाएको हामीले सबै रेडी बनाइसकेको छौँ यो हुन्छ नि गाई यसमा चाहिँ तपाईँहरू कहिले पनि यो नकिन्नु होला यसमा चाहिँ 10 रुपियाँ अरे होइन यसको प्राइस चाहिँ तर फेरि कस्तो यति हुँदो रहेछ यति एक गाँस नै हुँदैन हो त्यति अहिले चाहिँ हामीले यहाँ मोमोहरू ल्याइसकेको छ मोमोको रस उयो हो अचार हो अनि यहाँ चाहिँ मोमो छ यो चाहिँ हामीले पुऱ्याइहाल्छौँ नि यति तिनजनालाई धेरै पनि हुन्छ होला यो मोमो होइन यति भए पुग्छ अनि हामीले दुईवटा पेप्सी एउटा 7 अप लिएको छौँ अनि यहाँ केटाहरू प्याज लिएको छ काली यहाँ छ चाउचो तपाईँको यो चाहिँ हामीले फोर बनाएको छौँ हामी यो चाहिँ जहाँ पाए त्यही खाइँदैनौँ नि त प्लास्टिकमा खाइसकेर यसमै राखिदिने हो त्यो केटाहरू काट्दैछ म पनि यहाँ एकदम त्यो मिठो गरेर खाने हो मिठो गाई तपाईँलाई देखाउने छु हामी कस्तो पढ्ने हिँडेको मान्छे अब के भन्नु त होइन त्यो ओ हेर्दा त दामी देखियो तर सो अमिलो नि हालिसकिसकेको छौँ हामीले अब कस्तो भयो गाइज मुखबाट चाहिँ पानी आइसकिसक्यो
हामीले सेवन गरेर चाहिँ पानी आइसकिसक्यो अब के भन्नु र होइन हामीले मलाई गाइस मलाई न मलाई काले मलाई न म मलाई मैले मलाई न मलाई थाहा यसो यसो गर न तिमी नि चौचौको खोला भित्र अब त्यो हात हालेर मोला त खाले सो अब मोल्नु पनि हुन्छ छ्या सबै म त अमिलो भनेर चाडेको त घिउ पो रहेछ त चाउचाउ घिउ रहेछ फ्याङ्दिएको सबै दामी भएछ मोलिसक्यो हामीले अब यो चाहिँ मोल्दैछ मसलाहरू सबै सो हेर्ला अहिले चाहिँ क्यालकुलेटर फुटो हो मेरो त्यो बिर्को जुतो भयो होला गाई चाहिँ म पढ्ने हिँडेको मान्छे क्यालकुलेटर प्लाक्क गरेर डन्डा फुटेन रहेछ 350 को महँगो के अरे दरै हुन्छ गाई सो अब हामीले चाहिँ यो प्लास्टिकहरू सबै एक ठाउँमा राखिसकेको छौँ अब सबैले तिमीहरू के खाने हो म चाहिँ खाने हो सुरुमा के खाने मोमो खाने कि के खाने पहिले यही खानु ओसिन्छ नि त गाई केले खाने हो हातले नै खाने पहिला धारामा सबैजनालाई लेट्स सी गाइस खाको ल खाइ ल मिठो भएको छ मिठो भएको छ मिठो त हुन्छ मेहनतले बनाएको हात काट यार खोला न गाइस यस चेस कहाँ जानु बस आएको यो यो हेर्ने खाउ हुन्छ रोड तर सबै तँलाई लागेको छ नि कस्तो लागिरहेको छ मिठो हो खाने खाने एउटा एउटा हात झिक्नुभन्दा बरु एक मुठी नै झिकेर खान्छु म तर लास्ट दामी हाल्छ क्या अमिलो हाल्छ नि कस्तो मिठो 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 फेरि त्यो आज चाहिँ हामी यो फुड ट्राई गर्न आएको थियौँ यो ठाउँलाई चाहिँ के भन्छ भने गाइस के अरे सिरिसे हामी सिरिसेको धारादेखि थोरै हामीलाई के भयो भने म अहिले नै भिडियोमा भनिदिन्छु नि त त्यही भएर त लक पनि चाहियो नि त अनि लक मेरो लक चाहिँ 5-5 हो गाइस ओए यहीँ पर्तिर हो क्या साँच्ची नै त हिँड्ने बाटो त कि होइन यहीँ माथि पर हो यही ढुङ्गा देख्दा त हो जस्तो छ त कोक पनि खान्छ यहाँ देखाउँदै हो त्यहाँ त्यहाँ देखाएर हुन्छ कस्तो मान्छे सरी माई मिस्टेक अझै हामीले त्यो माग्ने लाउनु पर्ने क्या कलम कलम खाएको सुन्नु त्यसलाई कति गर्छौ काले त्यो एउटा हुँदो रहेछ 400 परिहाल्छ नि अब चाहिँ हामी ठ्याक्क खाइसकेर आइसकेको छौँ हातभरि सबै च्याप च्याप लागिसकेको छ होइन अब हामी गएको ल अब हात धुनुपर्ने हुन्छ नि त अनि बाइक नै घुरिसकेको छ अब जाँदैछौँ हामी ठक्क अब उयो पर धारामा हात धोएर टक्क जाने हो यताउता गएर पिरो नि लास्टै पिरो भयो ए नाकमा सिकान आज जस्तो भइरहेको भयो रेडी हो ग्यास पेन्टले अलिक अप्ठ्यारो गर्छ ल रेडी ल जाने बाई बाई अहिले चाहिँ फेरि अर्कोचोटि हामी देखाउँछौँ तपाईँलाई छोटो मिठो पानी होइन त्यही हो अब सबै हातको च्याप च्याप लागिरहेको छ सबैजना सबै गरिसकेर हिँडिसकेको छौँ मोमो खाएको चाहिँ भिडियो भने क्या त्यहाँ अघि सबै खाएको भिडियो मोमो खाएको भिडियो भयो अनि त्यही हो अब अहिले चाहिँ हामी अब रेडी भइसक्यो फोटोसोटो खिचेर हात धोइसकेर केटाहरू रेडी भइसकिसक्यो होइन युट्युबमा लाइक सब्सक्राइब गरिदिनु होला युट्युबमा चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला केटाहरू हिरो भइरहेको छ नि केटाहरू अब यसरी लाइक भ्युज आयो भने हामी अरू अरू ठाउँ पनि जान्छ त्यसरी मुखबाङ गरेको भिडियो दामी दामी बनाउँछ मिठा मिठा खाएको तपाईँहरू हेरिदिनु होला होइन त्यही हो अब हामी चाहिँ जानुपर्ने हुन्छ 3 बज्न आँटिसक्यो होइन वेट क्रस पो पर्छ त क्यामेरामा त
ओके गाइस ल ओके गाइस सो लेट्स गो द गाइस आजको भिडियोमा चाहिँ सबै रमाइलो भयो अनि अल्छी नि लागेको थियो आज अनि यसो अब घुम्न जाउँ त तलतिर सिलतिर चिसो लिएर भनेर आज साथी हामी 3जना जस्तो गयो रमाइलो भयो अनि गएर खायो सायो यताउता घुम्यो हेऱ्यो फोटोसोटो खिच्यो अनि रमाइलो भयो नि त जे होस् अब साथी त रमाइलो हुन्छ नि त अनि अहिले चाहिँ साथीहरू सबैजना छुट्यो तल बजारसम्ममा एकजना साथी आयो त्यहाँदेखि साथी 2जना म आयौँ र यहीँ पत्रसम्म साथी आयो अनि साथी उताबाट गयो र अहिले चाहिँ म एक्लै जाँदैछु त्यही हो आज चाहिँ रमाइलो भयो होइन अब फेरि यस्तो आउँदैन नि त मौका अनि त्यही भएर आज चाहिँ गयो रमाइलो गऱ्यो खाइयो ओऱ्यो होइन अनि के भन्न चाहन्छु भने मेरो भिडियोमा चाहिँ मेरो च्यानलमा चाहिँ सबैले हेरिदिनु होला होइन जतिसक्दो सेयर पनि गरिदिनु होला तपाईँहरूको साथीहरूमा माझमा अनि लाइक कमेन्ट सब्सक्राइबहरू गरिदिनु होला तपाईँहरूले सपोर्ट गरिदिनु होला है तपाईँहरूले सपोर्ट गरिदिएपछि नै म हो मालिक माथि पुग्ने भनेको होइन अब तपाईँहरूले सपोर्ट नगरिकन म चाहिँ त्यसै पुग्दिनँ नि त त्यही भएर तपाईँहरूले जतिसक्दो अब हेरिदिनु होला मेरो च्यानलमा गएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन आजको भिडियोमा चाहिँ यति नै हो गाइस मेरो भिडियोमा सब्सक्राइब गरिदिनु होला